राम र श्याम बालकालदेखिका मिल्ने साथी थिए। उनीहरू सधैँ सुख दुःखमा एकअर्कालाई साथ दिने कसम खान्थे। श्याम, जीवनमा जस्तो सुकै सङ्कट आओस् म तिम्रो साथ कहिले छोड्ने छैन नि, बुझ्यौ? मलाई थाहा छ नि राम, तिमी जस्तो भरोसा योग्य साथी पाउनु त मेरो भाग्य हो। तर उनीहरूको त्यो गफ धेरै बेर टिकेन। जंगलको बाटो काट्दै गर्दा अचानक उनीहरूको अगाडि एउटा ठूलो र डरलाग्दो भालु आइपुग्यो। ए मरे, भालु आयो राम, अब के गर्ने, भागौं? रामलाई रुख चढ्न आउँदैन थियो, तर उसले सुनेको थियो कि भालुले मरेको मान्छेलाई छुँदैन। त्यसैले उसले तुरुन्तै भुइँमा सुतेर आफ्नो सास रोक्यो। भालुले उसलाई सुँघ्यो र मरेको ठानेर चुपचाप आफ्नो बाटो लाग्यो। भालु गएपछि श्याम रुखबाट ओर्लियो र अलिकति लजाउँदै रामको नजिक आयो। होइन राम, त्यो भालुले तिम्रो कानमा आएर के भन्दै थियो? भालुले मेरो कानमा भन्यो, सङ्कटको बेला आफ्नो ज्यान जोगाउन साथीलाई धोका दिएर भाग्ने स्वार्थी मान्छे कहिले तिम्रो सच्चा साथी हुन सक्दैन। विपत्तिमा जसले साथ दिन्छ उही नै सच्चा साथी हो। कुरा ठूला गर्ने तर सङ्कट पर्दा भाग्नेहरूबाट सधैँ टाढै रहनुपर्छ।